हेलो सर, जय नेपाल। के छ मेरो आविष्कार केन्द्रमा तपाईँलाई धेरै धेरै स्वागत छ। आज हामीले त्रिभुवन विश्वविद्यालयबाट प्राप्त एउटा टोपी पनि पाएका छौँ र एउटा कुलर निर्माण गरेका छौँ। गर्मीमा हामीले हावा खानको लागि, तराईमा त धेरै गर्मी बढेर सताइरहेको छ नि, त्यही भएर एकदम पानी हालेर चल्ने कुलरलाई हेर्नुहोस् त, आहा ठन्डा हावा आयो होला। यसै गरी यो टोपी बनाइएको छ है, फेरि यो गत्ताबाट फालेको टोपी हो अनि फेरि यो खेतबारीमा काम गर्दाखेरि काम लाग्छ, सिधै घाम टाउकामा नपरोस् भनेर बनाएको छु है। अब यो किन्न परेन नि त, अब यो कुलरमा यसरी मजाले हावा खान पाइन्छ र यस्ता आविष्कारहरू म धेरै गर्दै जानेछु। तपाईँले सपोर्ट गर्दै जानुहोला, लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु।